अब हामी चाहिँ तपाईँको एउटा जीवनको कुरा गरिसकेपछि अलिकति करियर वाइजतिर जाउँ होइन। तपाईँको एकदमै स्पेसियालिटी चाहिँ के हो अहिले तपाईँको जो अहिले बिजनेस ल फर्म छ नि? हजुर, यसले गर्ने चाहिँ के हो खासमा? मेरो बिजनेस ल प्र्याक्टिसको चाहिँ मेनली अनि व्यापार किन्ने बेच्ने है। अब यो हाम्रो टेक्निकल टर्म चाहिँ मर्जर्स एन्ड एक्विजिसन भन्छ। अब अर्डिनरी टर्ममा भन्यो भने चाहिँ बाइङ एन्ड सेलिङ बिजनेसेस है। अब बिजनेसेस भन्दाखेरि के हुन्छ भने व्यापार है। अब हाम्रो समाजमा भएको चाहिँ प्रायः जस्तो अनि रेस्टुरेन्ट, बार, अनि स्टोर्स, अनि नेल सलन है, अनि लन्ड्रोम्याट, अनि अब कुनै चाहिँ फेरि अब अलि कम्प्लिकेटेड खालको चाहिँ कन्ट्र्याक्टिङ कम्पनी, अनि लाइक मिडिया मार्केटिङ कम्पनी है, अनि अर्को चाहिँ फेरि डक्टरको क्लिनिकहरू हुन्छ नि, त्यस्तो किन्ने बेच्ने तिनीहरू सबै गर्छ है। ल तपाईँ फर इक्जाम्पल मैले लन्ड्रोम्याट किन्न पर्यो हजुर भनेपछि मैले तपाईँबाट के सेवा सुविधा पाउन सक्छु? हजुर, अनि तपाईँले किन्न चाहन्छ भने चाहिँ पहिलो सर्वप्रथम अनि बेच्ने मान्छेले चाहिँ तपाईँलाई अनि अब अलि सोफिस्टिकेटेड छ भने चाहिँ तपाईँलाई नन डिस्क्लोजर एग्रिमेन्ट भनेर तपाईँलाई अनि साइन गर्न दिन्छ। त्यो नन डिस्क्लोजर एग्रिमेन्ट भन्दाखेरि चाहिँ तपाईँले व्यापार अब किन्नेभन्दा अगाडि तपाईँले व्यापारको बारेमा कुराहरू धेरै सोध्छ, कागजहरू सबै हेर्छ है। अनि त्यो जे कुराहरू सबै थाहा पाउँछ त्यो चाहिँ तपाईँले अनि यदि अब व्यापार किन्न नसक्यो भने नकिन्यो भने है, अनि यो अब थाहा पाएको इन्फर्मेसनहरू चाहिँ है अनि मिसयुज गर्दैन, अर्कोलाई डिस्क्लोज गर्दैन भनेर साइन गर्नु पर्यो है। अनि त्यो साइन गर्दाखेरि फेरि तपाईँको वकिलले हेर्नु पर्यो है। एज अ फर्स्ट स्टेप त्यो गरिदिन्छ है। अनि अर्को चाहिँ नन डिस्क्लोजर एग्रिमेन्ट एनडिए है। अनि अब त्यसपछि चाहिँ अनि तपाईँले अब हुनैपर्छ, एनडिए चाहिँ हुनैपर्छ। अब यदि मैले सेलरको लयर हो भने चाहिँ मैले गरिदिन्छ, किनभने प्रोटेक्सन हुनु पर्यो। मतलब त्यो कति इम्पोर्टेन्ट छ? त्यो हुनै पर्ने इम्पोर्टेन्ट हो हजुर, सेलरको लागि इम्पोर्टेन्ट हो है। किनभने चाहिँ व्यापार कुनैले चाहिँ व्यापार नकिनेर इन्फर्मेसन मात्रै चोरेर भाग्न सक्छ, अर्कोले मिसयुज गर्न सक्छ। कुनैले चाहिँ फेरि अनि इन्टेन्सनली नभयो भने अनइन्टेन्सनली फेरि इन्फर्मेसन अर्कोले कम्पिटिटर गर्न जान सक्छ नि। त्यस कारणले सेलरको अब वकिल भइहाल्छ, सेलरको वकिलले अनि एनडिए चाहिँ साइन गर्न दिनुपर्ने चाहिँ एकदम इम्पोर्टेन्ट हो। यो चाहिँ अब यो त एकदम सिम्पल फर्स्ट स्टेप। अनि त्यसपछि तपाईँले फेरि बुझ्नु पर्यो के इन्फर्मेसनहरू थाहा पाउनु पर्यो भनेर है। त्यो चाहिँ हामीले के भन्छ भने चाहिँ मैले चाहिँ अब पहिला अनि आफ्नो अफिस खोल्नेभन्दा अगाडि कर्पोरेट ल फर्ममा काम गरेको थियो है। अनि 10 to 100 million डलरको डिलहरू है। अनि त्यो त्यस्तो खालको कम्प्लेक्सिटीमा ड्यु डिलिजेन्स प्रोसेस भनेर फलो गर्छ। त्यो जस्तो गरेर लन्ड्रोम्याटको सिम्पल बिजनेस तर पनि ड्यु डिलिजेन्स गर्न एकदम इम्पोर्टेन्ट हो है। त्यो फाइनेन्सियल ड्यु डिलिजेन्स त्यो भनेको चाहिँ अनि ड्यु डिलिजेन्स भनेर राम्रोसँग बुझ्ने है, खोज तलास गर्ने है। अब तपाईँको वकिलमा हो भने चाहिँ अनि मैले तपाईँलाई अनि के भन्छ अब इन्फर्मेसनहरू माग्नु पर्यो है। अनि भनेर तपाईँको अनि अन बिहाफ अफ यु मैले अनि बेच्नेको वकिललाई रिच आउट गर्छ है। हामीलाई फाइनेन्सियलको रेकर्ड चाहियो है। अनि केही लिटिगेसनको सम्बन्धित केही है, फेरि कुनै लसुट भइरहेको हुन्छ नि, एम्प्लोयरलाई सु भइरहेको है, त्यस्तो केही छ कि भनेर त्यो रेकर्डहरू खोज्ने। अनि लिन सर्च गर्ने है। अनि ट्याक्सकोहरू कि सेल्स ट्याक्स ड्यु छ कि छैन, ट्याक्स रिटर्नहरू सबै राम्रोसँग गरिसके छैन है, तिनीहरू इन्फर्मेसनहरू हेर्ने। अर्को अनि इन्भेन्टरिजहरूको सँग है इन्फर्मेसन के छ, एसेट के छ है, तिनीहरू सबै हेर्ने। अनि त्यस सम्बन्धित भायोलेसन्सहरू छ कि छैन, तिनीहरू सबै गरेर अनि इन्फर्मेसन ग्यादरिङ अनि तपाईँले अनि राम्रोसँग बिजनेसको पिक्चर देख्छ नि है अन द रेकर्ड। अनि त्यो सेकेन्ड स्टेप चाहिँ त्यो। अनि त्यो अनि ओभरअल तपाईँले राम्रो लाग्यो भने चाहिँ ओके नाउ लेट्स मुभ टु द नेक्स्ट स्टेप भन्छ नि। अब यो चाहिँ मेन हो। अनि पर्चेस एग्रिमेन्ट है, किन्ने र बेच्नेको लागि एग्रिमेन्ट हुन्छ नि, सहमतको कागज है, त्यो साइन गर्नु पर्यो। अनि त्यसको लागि चाहिँ सेलरको लयरले पठाउँछ नर्मली है त्यो कन्ट्र्याक्ट। तपाईँको लयरले चाहिँ फेरि जे दिएछ त्यही साइन गर्ने होइन है। अनि तपाईँ फेरि कुनै मान्छेले हाम्रो समाजमा चाहिँ लयरको लागि चाहिँ फेरि केही हजार जान्छ भनेर है आफैले ह्यान्डल गरिदिन्छ, धेरै नोक्सान हुन्छ है, त्यस्तो गर्नु हुँदैन। किन अब त्यसको लागि चाहिँ पर्चेस एग्रिमेन्ट चाहिँ त्यस्तो आफैले गर्यो भने चाहिँ इनकेस कसैले आफैले गर्यो भने त्यसलाई के हुन्छ, कानुनी झमेलाहरू केही हुन्छ कारबाही?
कारवाही चाहिँ हुँदैन, आफैले गर्यो भने आफ्नो मर्जी हो है, आफ्नो रिस्क। हजुर, रिस्कहरू धेरै हुन्छ है। लयरले चाहिँ रिस्क म्यानेजमेन्ट है, रिस्क एभोइडेन्स त्यसको लागि है सहयोग गर्न सक्छ है। जस्तो मैले भन्यो भने चाहिँ अब एज अ सिम्पल फर्स्ट स्टेप है, अब पर्चेस एग्रिमेन्टमा चाहिँ फेरि अब मेजर टाइप्स चाहिँ अनि दुईवटा छ है। एउटा चाहिँ बिजनेस एसेट पर्चेस एग्रिमेन्ट है, अर्को चाहिँ अनि सेयर ओर मेम्बरसिप इन्ट्रेस्ट पर्चेस एग्रिमेन्ट है। त्यो मध्ये अब तपाईँको वकिल म हो भने चाहिँ मैले मोस्ट लाइकली अनि यो सेयर पर्चेस एग्रिमेन्ट चाहिँ साइन गर्न दिँदैन, नभए चाहिँ अनि मेम्बरसिप इन्ट्रेस्ट मिपा ओर एसपिए है, मेम्बरसिप इन्ट्रेस्ट पर्चेस एग्रिमेन्ट त्यो साइन गर्न दिँदैन। तपाईँले चाहिँ के गर्नु भने सेयर पर्चेस एग्रिमेन्ट ओर स्टक पर्चेस एग्रिमेन्ट है, त्यो नगरेर तपाईँले अनि एसेट पर्चेस एग्रिमेन्ट गर्नुपर्छ भनेर भन्छ है। त्यो चाहिँ के हुन्छ भने अनि अब पहिला कर्पोरेसन होस् एलएलसी होस् त्यसको भायोलेसनहरू केही छ भने, जस्तो अब 30,000 साइनको इलिगली साइन पोस्ट गरेको भायोलेसन छ भने चाहिँ तपाईँले त्यसको एसपिए साइन गर्यो भने, नभए मिपा साइन गर्यो भने चाहिँ अनि त्यो भायोलेसनहरू आफैको नाममा छ। ट्याक्सको लिन छ भने आफैको नाममा छ है। अनि यो बिजनेस एसेट मात्रै किन्यो भने चाहिँ है, अनि यो तिनीहरू चाहिँ एभोइड गर्न सक्छ है। तर पनि फेरि यो पर्चेस एग्रिमेन्टमा चाहिँ फेरि गाइडेन्सहरू हुन्छ ओके। अनि कसको जिम्मा हो, कसले के गर्नुपर्छ है, तिनीहरू सबै गाइडेन्सहरू हुन्छ। त्यस कारणले लयरले एकदम डिटेल गरेर आफ्नो इन्ट्रेस्टहरू प्रोटेक्ट गरिदिन्छ। त्यो अब त्यो चाहिँ थर्ड स्टेप भयो है। अनि त्यो सम्बन्धित अर्को फेरि अब किन्दाखेरि आफ्नै नाममा किन्दैन, कर्पोरेसन एलएलसी के पनि खोल्नु पर्यो है। त्यो गर्दाखेरि चाहिँ अनि लयरले है अनि त्यो एन्टिटी फर्मेसनको लागि पनि है गाइड गरिदिन्छ है। अनि त्यो चाहिँ अब साइमल्टेनियसली जान्छ है, फेरि एक पछि इन द अर्डर अफ है, मैले भनेको सिक्वेन्समा पनि होइन। अनि यो फर्म गरिदिएको पनि एप्रोप्रिएट आफ्नो बिजनेसको निज अनुसार गाइड गरिदिने, त्यही अनुसार फर्म गरिदिने। फेरि यो एन्टिटी फर्म गरेर मात्रै हुँदैन, फेरि पार्टनरहरू छ भने चाहिँ अनि पार्टनरसिपको कन्ट्र्याक्ट हुनु पर्यो है। सेयर होल्डरहरू छ भने चाहिँ सेयर होल्डरको बिचमा कन्ट्र्याक्टहरू कसरी के गर्ने है। अनि फेरि बाई ल है, अनि यो कर्पोरेसनको है, अनि रुल्स एन्ड रेगुलेसन के हो विथिन द सेयर होल्डर्स है। अनि कसरी फाइनेन्सियलहरू म्यानेजमेन्ट गर्ने है, अनि कसरी इन्कमहरू सेयर गर्ने, तिनीहरू सबै है। अनि रिस्कहरू कसरी कसले बेयर गर्छ, तिनीहरू सबै डकुमेन्ट्स प्रिपेयर गर्न हेल्प गरिदिन्छ है। अनि एट द एन्ड अफ द डे फाइनल स्टेप मैले सिम्पल तरिकामा भन्यो भने चाहिँ है, अनि अब पहिला किन्दाखेरि है, अनि लेट्स से फर इक्जाम्पल सिम्पल हुनको लागि है, अनि $1 million को बिजनेस हो भने चाहिँ है, अनि सिधै अनि अब पहिला कन्ट्र्याक्ट साइन गर्ने बित्तिकै है $1 million दिँदैन है। अब 100,000 है लेट्स से अनि डिपोजिटमा राख्छ है, अनि कन्ट्र्याक्ट साइन गर्छ। अनि त्यसपछि पेपर वर्क धेरै छ नि स्टेप बाई स्टेप, अनि इन्क्लुडिङ ल्यान्डलोडको यो एकदम मेजर पार्ट। बिजनेस किन्दाखेरि अनि ल्यान्डलोडको पनि पर्मिसन हुनु पर्यो है। यदि लिज टर्म है अनि 15 वर्षको छ भने चाहिँ 5 वर्ष चाहिँ गएछ भने चाहिँ रिमेनिङ 10 वर्ष चाहिँ बेच्नेले चाहिँ कन्टिन्युसली बस्नु पर्यो। अब नयाँ मान्छे आयो भने चाहिँ अब ठिक छ, नयाँ मान्छेले लिज चाहिँ एस्युम गरेर ठिक छ भनेर फेरि भन्यो भने ल्यान्डलोडले मुखले भन्नु मात्रै हुँदैन, कागजमा राख्नुपर्छ है, दुवैको प्रोटेक्सनको लागि त्यो पनि हेरिदिन्छ है। अब तिनीहरू सबै के हुन्छ भने चाहिँ कन्ट्र्याक्ट साइन गर्छ नि, साइन गर्दाखेरि डिपोजिट दिन्छ लेट्स से 100,000, अनि रिमेनिङ अनि 900,000 चाहिँ एट द टाइम अफ क्लोजिङ म्याटर्सहरू धेरै यताउता बल्सहरू इन द एयर छ नि, तिनीहरू सबै सर्टेड आउट गरिसकेर क्लियर भएपछि अनि क्लोजिङ टेबलमा है, अनि अब पैसा दिने टाइममा फेरि त्यतिखेर पनि लयरले है अनि पेपरवर्कहरू अर्गनाइज गर्ने है, सबै मेक स्योर एभ्रिथिङ इज डन है, क्लियरेन्स दिने है, अनि त्यो क्लोजिङ भन्छ है, त्यतिहरूसम्म सबै हेल्प गरिदिने। भनेपछि बिजनेसको स्टार्टिङदेखि एन्ड हजुर क्लोजिङसम्म सबै चाहिँ लयरले तपाईँको रेस्पोन्सिबिलिटी भनौँ न हजुर त्यो कुरामा हुँदो रहेछ। हजुर अनि फेरि एउटा चाहिँ के हुन्छ भने चाहिँ धेरै मान्छेलाई थाहा हुँदैन। अनि अब जस्तो तपाईँले अब बिजनेस किन्यो भने चाहिँ अब एट द एन्ड अफ द पैसा दियो है, अनि आफूलाई चाबी पायो, अब अनि बिजनेसको सामानहरू सबै पायो, लन्ड्री बिजनेस रन गर्न थाल्यो है। तर पनि फेरि अब पहिलोको बिजनेस ओनरले ट्याक्स तिरेको छैन भने चाहिँ
तपाईँले ठुलो टाउको दुख्ने भयो। ओहो, पैसाहरू सबै लिएर है ठुलो धेरै अमाउन्ट लिएर सेल्स ट्याक्स चाहिँ नदिएर भागेर गयो भने चाहिँ हराएर गयो भने चाहिँ राइट है कुनै चाहिँ फेरि बिजनेस चाहिँ राम्रो प्रफिटेबल छ, पहिला फन्ड चाहिँ राम्रोसँग म्यानेज गरेको छैन भने चाहिँ बिजनेस एकाउन्टमा पैसा धेरै छैन भने चाहिँ ट्याक्स तिर्ने चाहिँ सबै बाँकी छ भने चाहिँ है हजारौँ ट्याक्स बाँकी छ भने चाहिँ अब यदि लयरले चाहिँ है लयरले गाइड गर्यो भने चाहिँ है लयर राम्रो छ भने चाहिँ के गर्छ भने चाहिँ अनि 1 मिलियन छ नि त्यहाँबाट कुनै पोर्सन क्यालकुलेसन गरेर कति अमाउन्ट एस्क्रोमा राख्नु पऱ्यो त्यो राखेर अनि क्लोजिङ गर्नुभन्दा अगाडि है न्युयोर्क स्टेटलाई रिपोर्ट गर्नु पऱ्यो यति भ्यालुको बिजनेस है हामीले किनिरहेको छु है अनि कति ट्याक्स हो त्यो इन्फर्म गरिदिनु पऱ्यो। ट्याक्सको इन्फर्मेसन अब क्लोजिङ सकेपछि आउँछ है अनि विथिन 1 मन्थ यो ट्याक्स चाहिँ मेक स्योर सेलरले तिरेछ भनेर त्यो नतिर्यो भने चाहिँ तपाईँकै है अनि रेस्पोन्सिबिलिटी पनि हुनसक्छ है त्यो तिनीहरू सबै हेल्प गरिदिन्छ इभन आफ्टर क्लोजिङ पनि आफ्टर क्लोजिङ पनि इनकेस अब लयरको थ्रु गयो भने सबै डिटेलहरू चाहिँ उनीहरूले फिल्टर गरेर हजुर डिटेलहरू उनीहरूले चाहिँ त्यहाँबाट स्टेटबाट मगाएर हजुर त्यो पछिको हेडेकलाई चाहिँ हजुर मिनिमाइज गर्ने अथवा त्यसलाई त्यो हेडेकलाई चाहिँ टर्मिनेट गर्न सक्ने भयो। हजुर एक्ज्याक्टली